कस्तो साइजको चाहियो सबै कुरा एउटै सपमा छ के एभ्रिथिङ। यहाँ नाइफ थरीको नाइफहरू छ। चाहियो 79 रियाल 169 रियाल ठुलो थरीको बोतल चाहियो सबैको बोतल छ। 34 साइज 59 रियालको यो कटन प्यान्टहरू सबै 59 रियाल। यो साइजमा चाहिँ 79 रियालको 79 रियाल। सिटी फ्लावरको लगेज एरिया हो। ब्यागिङ लगेज ब्याग्सहरू के चाहियो सबै थरीको ब्यागहरू छ लगेजहरू छ। यता चाहिँ पुरै ट्रिमर सब पुरै ट्रिमर एरिया हैन। स्पिकरहरू पनि छ अनि यस्तो लेदर ज्याकेटहरू पनि छ क्या साथीहरू। यहाँ यो पुरै एरिया लेदर ज्याकेटहरू छ। फ्राइडेको दिन भएर हेर्नु न यार लास्ट धेरै भिड यो ग्रोसरी आइटममा। फ्राइडेको दिन चाहिँ सिटी फ्लावर मार्केटमा या कुनै पनि सपिङ मलमा चाहिँ नजानु होला क्या एकदम धेरै भिड छ र काउन्टरमा पनि लाइन लाग्नुपर्छ क्या। हेर्नु न ठुलो लाइन हुन्छ एकदम धेरै भिड हुन्छ कि। अब चाहिँ सिटी फ्लावरमा गएर म लुगाहरूको प्राइस कति छ त्यो पनि देखाउँछु। लेट्स गो टु से। अनि यहाँ हेर्नु न यो नयाँ सपहरू खुलेकोहरू छ होइन। यहाँ अहिले नयाँ सप खुल्यो एउटा सिटी फ्लावर जस्तो तर नट गुड सबै कुरा छैन अलि महँगो पनि छ भनेको जस्तो छैन। यहाँ यो मान्छेहरूलाई हेरिराख्नु भएको छ यो त ट्याक्सी चलाउने मान्छेहरू छ भित्रबाट कोही सामान किनेर आयो भने भाई टैक्सी चाहिए किधर जाना है ऐसा हुआ करता है ना। मतलब आप लोग कभी कभी तो गुस्सा भी आ सकता है। एक चीज़ ठीक लगता है ये आप बैग्स या जो झोला में सामान लेकर आते हो बाहर निकलते हो वो ज़बरदस्ती लेकर टैक्सी में बैठाने से ही नहीं लगता है किसी का भी। वो सिर्फ मुंह से बोलता है। अगर आपको इच्छा है तो आप गाड़ी ले सकते हैं टैक्सी नहीं तो नहीं। दिस इज़ द सिटी फ्लावर बिल्डिंग and I am going to inside. I will show you how is the shop. आज कुछ बहुत बड़ा होने वाला है। इतना ज़्यादा भीड़ हो धेरै भिड छ यार साथीहरू। आज फ्राइडेको दिन भएर हेर्नु न यार लास्ट धेरै भिड यो ग्रोसरी आइटममा चाहिँ धेरै नै भिड छ। म चाहिँ एक सेड्युल लिएर म चाहिँ अहिले जाँदैछु उसमा माथि फ्लोर लुगा सपमा होइन क्लोथहरू हेर्नलाई। अरू के सामानहरू चाहिँ म देखाउँछु। यहाँ चाहिँ इलेक्ट्रिक आइटम्स अनि लुगाहरू सबै कुराहरू पाउनुहुन्छ साथीहरू होइन। स्टेसनरी आइटम्स अब सुरुवात गरौँ लुगाबाट। यहाँ ब्ल्याङ्केटहरू छ 95 रियाल यस्तो ब्ल्याङ्केट्स। अनि यो जग्सहरू कप्सहरू छ होइन के चाहियो सबै कुरा छ। प्राइस पनि सबैमा लेखेको छ होइन। यहाँ सब धेरै जसो इलेक्ट्रिक आइटमहरू छ हेर्न सक्नुहुन्छ। यो प्यान चाहियो 79 रियाल 169 रियाल ठुलो कुकर 73 रियाल 55 रियाल 105 रियाल। अनि यहाँ लेडिजहरूको आइटम छ सिटी फ्लावर मार्केटमा। एकैछिन है हुन्छ। यो सबै अल्मुनियमको भाँडा बर्तनहरू छ होइन। अब कुन साइजको के चाहियो त्यो अनुसार प्राइस हो। यो भयो पुरै कप्स प्लेट्स पाउन सक्नुहुन्छ। यहाँ न्यापकिन्सहरू पाउन सक्नुहुन्छ।
अनि यता डस्टबिन आइटमहरू छ, क्लिनिङ आइटमहरू सबै कुरा पाउन सक्नुहुन्छ। अनि लुगाहरू उता छ, यो सबै कुरा यहाँ छ। यो चाहिँ किचन आइटम एरियाहरू हो, सबै कुरा यहाँ किचन आइटम पाउन सक्नुहुन्छ। एभ्रिथिङ किचनको जति चाहियो सबै कुरा छ। प्लेट्स, कप्स, कढाईहरू के चाहियो सबै कुरा छ यहाँ। प्यानहरू, टिफिनहरू, कस्तो टिफिन चाहियो खाना खानलाई मान्छेहरू अब साइडमा काम गर्नेहरूलाई यस्तो टिफिन लिएर जान्छ। कस्तो प्यानहरू भइहाल्यो यो सबै यहाँ। कस्तो साइजको चाहियो सबै कुरा एउटै सपमा छ के, एभ्रिथिङ। यहाँ नाइफ, थरीको नाइफहरू छ, कुन नाइफ चाहियो। कति छ 49 रियालको नाइफ छ, तर बब्बाल छ, वेट चाहिँ छ क्या, दामी छ। अरू पनि नाइफ छ, एउटा यो भयो 10 रियालको नाइफ। जुन चाहियो सबै कुरा छ यहाँ। प्यान स्टिकहरू छ, एभ्रिथिङ छ। प्यानहरू छ, दामी छ यो 22 रियालको, 22 रियाल राम्रो छ हो। मलाई चाहिँ एउटा चाहिएको छ यो, आज चाहिँ नलिने अर्को दिन दिन्छु म, दिन्छु। यहाँ पानी खाने बोतलहरू, कस्तो बोतल चाहियो सबैको बोतल छ यहाँ। टावेल एरिया, ब्ल्याङ्केट एरिया, यहाँ चाहिँ स्टेसनरी एरिया। अरू चाहिँ म देखाउँछु। यदि तपाईँहरू आफै खाना बनाउनुहुन्छ, आफै सबै कुरा किन्नुहुन्छ सामानहरू भन्ने, सिटी फ्लावरमा आउनुहोस्, सबै कुरा पाउनुहुन्छ यहाँ, एभ्रिथिङ एकै ठाउँमा। तलको फ्लोरमा जानुहुन्छ भने ग्राउन्ड फ्लोरमा चाहिँ सबै कुरा खालि ग्रोसरी आइटमहरू छ त्यहाँ, मतलब खानेकुराहरू होइन, चामल, दाल, नुन, तेल, मरमसला, बिस्कुट के चाहियो सबै कुरा तल पाउनुहुन्छ। र माथिको फ्लोरमा आएपछि यहाँ चाहिँ सबै कुरा, यहाँ भाडा वर्धनदेखि लिएर स्टेसनरीको आइटम, किताब कपीहरू, डायरीहरू, अनि यो इलेक्ट्रिक आइटमहरू, यो जगहरू सबै कुरा पाउनुहुन्छ यहाँ चाहिँ। यसमा यो माथिको फ्लोरमा लुगाहरू पनि पाउनुहुन्छ। म अहिले लुगा सेक्सनमा लगेर म लुगा पनि देखाउँछु तपाईँलाई। अहिले चाहिँ म यहाँ यो इलेक्ट्रिक आइटमतिर आएको थिएँ र यो छोडिदिनुहोस्, म अहिले तपाईँलाई उता लिएर जान्छु लुगा सेक्सनमा, लुगा देखाउँछु म लुगाहरूको प्राइस। यहाँ लुगा सेक्सनमा आइसकेको साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ सर्टहरूको प्राइसहरू 39। यहाँबाट ट्राउजर लिनुभयो भने 24 रियाल। अनि यहाँ हेर्नु मान्छ सब लुगा किन्नलाई भिडभाड लागिरहेछ क्या। प्यान्ट चाहियो भने ब्ल्याक प्यान्ट चाहिँ यहाँ छ। कति प्राइस छ हो, नो प्राइस ट्याग। यस्तो रफ जिन्सहरू चाहियो भने छ, क्याप पनि चाहियो भने छ, तर त्यस्तो दामी क्याप चाहिँ मलाई लागेन। सर्ट चाहिँ यस्तो सर्ट चाहिँ लिनुपर्छ यो, तर यो बिचमा लगाएर हिँड्ने सर्टहरू छ क्या, सेटै छ, प्यान्ट र सर्ट सेटै दुइटै आउँछ यसमा। कटन प्यान्ट चाहिँ यहाँ छ, यस्तो टाइपहरूको छ। कतिको छ र यो 34 साइज, 59 रियालको यो कटन प्यान्टहरू सबै 59 रियाल। यो साइडमा चाहिँ 79 रियालको, 79 रियाल प्यान्टहरू, टी सर्टहरू पनि छ। यता सर्टहरू चाहियो भने यो एरियामा सर्टहरू छ सबै, कस्तो सर्ट चाहियो 89 रियाल। ब्रान्डेड सर्टहरू छ, यस्तो होइन कि चिपेस्ट सामानहरू पाउँछ भन्ने कुरा छैन, ब्रान्डेडहरू पनि छ क्या यहाँ चाहिँ। लुगाहरू दामी पनि छ, एकदम बब्बाल लुगाहरू पनि छ।
ट्रायल रुम पनि छ, भित्र गएर ट्रायल गर्न पनि सक्नुहुन्छ। यहाँ चाहिँ के सामान चाहियो त्यो पनि हेर्न सक्नुहुन्छ। म ज्याकेट देखाउँछु अहिले। सरी ब्रदर। अनि यहाँ चाहिँ ज्याकेट भयो, विन्टरको लुगाहरू। यो हाइनेक हुडी छ 49 रियाल। ठिक छ। लिने हो अहिले पछि। यस्तो ज्याकेट छ। How much for this? 79 रियाल। टी सर्टहरू। यो लेदर ज्याकेटको प्राइसहरू कति छ भनेपछि 109 रियाल। सिम्पल यस्तो ज्याकेट लिनुभयो भने पनि छ। कस्तो ज्याकेट छ, धेरै दिन जाडो हुँदैन नि, यस्तो पनि छ। जुन चाहियो त्यस्तो टाइपको छ कि यो ज्याकेट पनि छ। म एकछिन ज्याकेट हेर्छु है, पुरै अलिक राम्रो छ। सिटी फ्लरको लगेज एरिया हो। ब्यागिङ, लगेज, ब्याग्सहरू के चाहियो सबै थरीको ब्यागहरू छ, लगेजहरू छ। 85 देखि 145 रियालसम्म। 89 रियालमा यस्तो दामी लगेजहरू आउँछ। यो अनब्रेकेबल। अरू यो लगेजहरू पनि आउँछ 59, 69, 79, 15 रियालमा। चप्पल आउँछ, लेडिज पर्स ब्यागहरू छ, बच्चाहरूको जुत्ता छ, हाम्रो केटाहरूको जुत्ता पनि छ। कस्तो सुज चाहियो? इज द्याट अ गुड सुज अर वाट? 49 मा अहिले आइरहेको छ। 49 यता पनि सुजै सुज। यहाँ चाहिँ धेरै खाले यस्तै सुज हुन्छ कि, मतलब यस्तै डिजाइनको। त्यो अलि हुन्छ नि हाम्रोतिर पाउने स्पोर्ट्स सुजहरू, त्यस्तो चाहिँ यहाँ छैन। अलिक फरक छ, धेरै फरक के। यहाँको वर्करको ड्रेस एक टी सर्ट हो एउटा। अनि यस्तो छ, यिनीहरूको काम भनेको केही हुँदैन, सामानहरू केही। यहाँको कस्टमरहरू, मान्छेहरू आएपछि केही सामान यताउति राख्यो भने यो सामानहरूलाई मिलाएर ठाउँमा राखिदिन्छ, त्यही हो, अरू केही होइन। अरू चाहिँ म इलेक्ट्रिक आइटममा लिएर जान्छु, के छ यहाँ पाउँछ। यो मिक्सचर्सहरू छ, मिक्सचर जारहरू के चाहियो सबै कुरा छ। आइरनहरू छ, ट्रिमर पनि छ। कस्तो आइरन चाहियो सबै आइरनको प्राइस हेर्न सक्नुहुन्छ। कस्तो आइरन वेट चाहिँ छ हो, यसको पनि वेट छ। यहाँ चाहिँ लाइट्स, चार्जेबल लाइटहरू छ। यता चाहिँ पुरै ट्रिमर सब, पुरै ट्रिमर एरिया हैन। स्पिकरहरू पनि छ, हेर्न सक्नुहुन्छ। भिडियो गेमहरू पनि छ, डल्सहरू पनि छ, थुप्रै कुरा। टर्च चाहियो, टर्चहरू पनि छ हैन। यता यो एउटा गरेर मैले देखाउन थाल्यो भने त तपाईहरु धेरै टाइम लाग्छ क्या। त्यही भएर म होल सोलमा सबै देखाइरहेको छु हैन। यस्तो छ, यो पुरै खेल्ने आइटम्सहरू छ कि सबै बच्चाहरूको लागि। क्रिकेट ब्याटहरू पनि छ। यो एरिया पुरै उ भइहाल्यो के, मतलब सबै। अनि त्यसपछि यताबाट अब स्टेसनरीहरू पनि छ। गोल्ड कपहरू चाहियो भने यहाँ कपहरू पनि छ है साथीहरू। यो युज गर्नुपर्ने हो नि त हाम्रो नेपालमा एनपीएलमा सोनैको। साथीहरू यहाँ जुबेल सिटीमा हुनुहुन्छ भने फ्राइडेको दिन सामानहरू केही किन्नु छ भने फ्राइडेको दिन चाहिँ सिटी फ्लावर मार्केटमा या
कुनै पनि सपिङ मलमा चाहिँ नजानु होला क्या, एकदम धेरै भिड छ र काउन्टरमा पनि लाइन लाग्नुपर्छ क्या। हेर्नु न, ठुलो लाइन हुन्छ, एकदम धेरै भिड हुन्छ कि। त्यही भएर साथीहरू यहाँ साउदी अरेबियामा हुनुहुन्छ, जुबेल सिटीतिर, जुनसुकै साउदी अरेबिया जुनसुकै स्टेटमा हुनुहुन्छ होइन, तपाईँहरूले केही सामान किन्नु पऱ्यो भने फ्राइडे दिन बाहेक अरू कुनै दिन जानु सामान किन्नलाई, अलि भिड कम हुन्छ, सामान मजाले किन्न सक्नुहुन्छ। फ्राइडेको दिन चाहिँ एकदम धेरै क्राउड हुन्छ कि मार्केटहरूमा, अनि त्यहाँ जस्तो पाए त्यस्तै सामानहरू हुन्छ होइन, खानेकुराहरू अलिकति सस्तो गरिदिएको हुन्छ, साउदले किन्न थाल्छ। त्यही भएर म भन्छु कि अरू दिन जानुहोस्। अब म चाहिँ आज केही पनि किनिनँ, अर्को दिन सामान किन्छु। म आज घुम्न आएको, हेरेको सबै कुरा, ब्लग बनाएँ, भिडियो बनाएँ। अब म अर्को दिन सामान लिनलाई आउँछु यहाँ चाहिँ। हस् त, भिडियो मन परेमा लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, भिडियो सेयर गरिदिनुहोस्। हेभ अ गुड डे साथीहरू। यो भयो सिटी फ्लावर। अहिले जस्ट मैले सबै कुरा हेरेर आएँ, आज केही पनि सामान किनिनँ र यहाँ चाहिँ म अब भयो, सक्यो होइन आजको लागि। अब म 5 रियल सपमा जान्छु, एउटा जग लिनु छ मलाई पानी खानलाई, त्यही किन्छु अनि त्यो लिएर जान्छु। अरू के हुन्छ त्यो 5 रियल सपबाट लिएर अनि जाने हो। यहाँ सिटी फ्लावरबाट मैले एउटा जस्ट रिता मिक्सा 4G लिएको। अब यो टेस्ट गर्छु कस्तो छ अनि म भन्छु। एकछिन होल्ड गर्नुहोस् र म टेस्ट गर्छु कस्तो रहेछ, हेराउँछु म। ल ट्राई गर्छु यो कस्तो रहेछ। राम्रो टेस्ट छ हौ साथीहरू, दामी छ।